हामी चाहिँ यसो यहाँ ट्रेनिङ गरेको त बाइकै पल्टिराख्यो होइन त्यो भएर कस्तो बवाल आइरहेको छैन कि होइन बवाल आइरहेको छैन कि यो मेरो भिडियो फेरि त्यसले चाहिँ बवाल तरिकाले हेर्नु न यस्तो यो यो अनि त होइन लाइन भनेको वेलकम टु माई न्यू ब्लग फेरि पनि स्वागत छ मेरो यो फेरि अर्को नयाँ ब्लगमा आयो सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदम फिट एन्ड फाइन छु देख्नु भएको छ आज चाहिँ दुईटा बाइक लिएर टक्क पाराले हामी जाँदैछौँ हाम्रो यो अर्घाँचीकै सबैभन्दा लामो पुल हाम्रो यो नौलापानीमा रहेको अर्घादेखि नौलापानी जोड्ने पुलमा हामीहरूलाई भिजिट गरेर देखाइदिन्छौँ भ्लगमा होइन म चाहिँ खेतको वरिपरि खेतको माझमा हेर्नु न खेतको माझदेखि भ्लग स्टार्ट गरिरहेको छु यस्तो बवाल छ होइन धान रोपेर सरर हरियाली छ जताततै हाम्रो चाहिँ बाटो हेरी हेर्नु न बाटो त हजुरहरूलाई थाहै छ भ्लग हेर्नु भएको छ ल अब मोटो भ्लग गर्दै जाउँ होइन पुलमा गएर फेरि भ्लग गर्नु छ पानी पनि पर्न लागेको छ यस्तो अँधेरो भइसकेको छ अब चाहिँ दुईटा बाइक लिएर टक्क हामी जाँदैछौँ अब टक्क आशिष त जानु सो गाइस हामी चाहिँ अब यहाँबाट लाग्नुपर्ने कुरो हुन्छ होइन आशिष पनि गयो होइन म जान्छु टक्क हामी जानुपर्ने हुन्छ नौलापानीको पुलमा अब बवाल तरिकाले होइन यस्तो बवाल तरिकाले जानुपर्ने हुन्छ हामी चाहिँ सो गाइस हामी चाहिँ यहाँदेखि माथि जानुपर्ने कुरो हुन्छ होइन नौलापानीदेखि माथि हो नि सन्धिखर्कदेखि पनि सट्टी बाटो छ बवाल छिटो आइन्छ होइन आज अहिले क्या दुगुराइरा बाइक होइन के भयो भर देख्छ नआने दुगुरा हान्नुहोस् भर देख्छ नआने दुगुरा हान्नुहोस् हाम्रो गाउँ बवाल छ हरियाली यस्तो बवाल छ नि टक्क हामी चाहिँ अहिले माथि आइसकेको माथिनिर आइसक्यो होइन अगाडिदेखि चाहिँ पुरा अफरोड हो त्यही पनि खासै धेरै अफरोड त छैन बाटो अफरोड भए पनि बवाल छ फेरि बाटो फेरि अहिले बनाइरहेको छ डबल कटिङ गरिरहेको छ बाटोमा बवाल छ फाइनल्ली गाइज हामी चाहिँ आधी बाटोमा पनि आइसकेको होइन बवाल तरिकाले आइसकेको देख्न सक्नुहुन्छ भ्यू बाँगी खोला यहीँ हो कि बाँगी खोला होइन भ्यू यहाँ पोल चाहिँ यस्तो भइरहेको रहेछ यो लप्केको रहेछ होइन आशिष त्यहाँ छ बाटो फेरि हेर्नु न बाटो आधी बाटोमा आइसकेको अब पुरै अफरोड छ अब सिधै माथि गएर भेटौँ है पुलमा गएर भेटौँ गाइज मैले चाहिँ माथि पुलमा गएर भेटौँला भन्दै थिएँ नि होइन पुलमा गएर भेटौँला भनेको तलै नै भेटुन पर्ने भयो होइन स्थिति त्यस्तै भयो उताको बाटो चाहिँ पहिरोको कारणले बाटोमा आएर ठुलो ढुङ्गा आएर बसेको रहेछ हामी चाहिँ फेरि यताबाट जाने प्रयास गरेको छौँ यताबाट पनि यो बाटो त्यहाँनिरको बाटो जान्छ होला सायद सकेसम्म हजुरहरूलाई त्यहाँको भ्यू देखाइदिन्छौँ बाइकै लिएर नै अनि फेरि फर्केर आएर त्यहाँनिरबाट माथि चढेर आज 15 मिनटको बाटो माथि गएर हजुरहरूलाई भ्यू देखाइदिन्छु अनि कस्तो लाग्छ यहाँबाट फेरि म माउन्टमा राखेर भ्लग गर्दै जान्छु होइन हजुरहरूले हेर्दै गर्नु होला यहाँ चाहिँ बाटो बन्दैछ बवाल तरिकाले यस्तो छरीहरू ल्याएर बिसाएको छन् बन्दैछ आशिष चाहिँ अगाडि गइसक्यो ल अब भ्लग गर्छु है म मोटो भ्लग गर्छु है हजुरहरूले हेर्नु बाटोको स्थिति बर्खाको बेला अर्घाँचीमा कामै लाग्दो छैन एक ठाउँ सचेत भएर हिँड्नु होला होइन एक ठाउँ राम्रोसँग हिँड्न पाइएको छैन गाडी देख्न सक्नुहुन्छ हेर्नु न हिलो यस्तो बवाल छ मोटो भ्लग गरौँ है कस्तो अगाडि कि मल त नै अगाडि कोतमा चुप्पेको र तँ त तँ आफै चेपेर आउँछ ल गाइस हामी चाहिँ फेरि यहाँबाट पनि हिँडेको होइन आशिष फेरि यता फर्केर आएको थियो फेरि अब हामी चाहिँ त्यो बाटो जाने कोसिस गर्छौँ बाटो त दिमागमा त आइरहेछ बाटो बेकार छ जान मिल्दैन होला जस्तो भलले खोलिरह्यो होला त्यही पनि बाँसको घारो राखेर रुको जरा सबर गरो टायर
राखेर एउटा बाइक भए पनि लाने ट्राई गर्नुहुन्छ हामीले। अच्छा होइन गर्नु पर्यो नि त्यति त, त्यति नगरेसम्म कहाँ ब्लगर भइन्छ र, कहाँ युट्युबर भइन्छ र, कहाँ राइडर भइन्छ र। होइन बवाल बवाल बवाल। ए हेर्नु न बाटो, हेर्नु न बाटो, बाटो पहिरो खसेर बाटो छैन, छैन र बाटो। हिँड्दो तो राइडर होस् हिँड्दै अगाडि, राइडर होस् हिँड्दै अगाडि। ल फर्स्टमा त आशिष राइडर जान्छ। होइन बाटो छ कि छैन, रिक्समा हिँडिरहेको छौँ। यस्तो घाँस उम्रेको छ के बाटो होला र अगाडि। ल यो बाटो ए अच्छा है मैं अंधा हूँ केटा। गाइज बाटो देख्न सक्नुहुन्छ, हाम्रो यो नौलापानी पुलमा जाने बाटो यस्तो छ। 1 मिस ग्याम फिनिस। आज चाहिँ अगाडि गइसक्यो, यहाँ चाहिँ फस्यो कि फेरि यो टायर फेरि कामै लाग्दो हुन्न के। लिएर हिँड म आइरहेको छु, हिँड। हामी फेरि यस्तो हार नखाने मान्छे भएपछि यस्तै हुन्छ के। फेरि भ्लगर युट्युबर अनि फेरि राइडर हुनको लागि यति गर्नुपर्ने रहेछ फेरि। होइन यति नगरेसम्म हुँदो रहेछ। त्यही भएर पनि यस्तो बाटोमा यता त हेर्नु न खरेन छ, खरेनको माझमा बाटो। आम्मा कति खतरा मजा आइरहेछ। 50 रुपया कट ओभर एक्टिङ के वजह। यस्तोमा फेरि यस्तो हुन्छ नि, पल्टिने अनि फेरि एक्सिडेन्ट हुने चान्स कम हुन्छ है। खुट्टा पुग्नेलाई है, खुट्टा नपुग्नेलाई त जता पनि घपलक्क भइहाल्छ। यसमा 16 पोइन्ट चलाइन्छ। अनि यस्तो हुन्छ कि यताउता झारपात हुन्छ। हाम्रो ती नौलापानी पुल, हाम्रो पुल देख्नु भएको छ हजुरले, पुल देख्नु भएको छ, हेर्नु न देख्नु भएको छ पुल। हेर्नु होला यहाँबाट पनि हेर्नु होला टक्क लोकेसन। त्यहाँबाट पनि माथि निस्केर जाने बाटो छ है। 15 मिनटमा गइन्छ, बिस्तारै बिस्तारै हिँड्ने अनि त्यहाँबाट त्यहाँनिरबाट 15 मिनटमा माथि गइन्छ है। अनि टक्क यहाँबाट लागौँ, उताखेरि बाटो रिक्स हुनसक्छ। फेरि आजले फेरि भप्पै हालिदिन्छ कि टायर अट्ने भइहाल्छ। फेरि त्यहाँ ढुकढुक्क भयो अनि फेरि पछाडि एउटा साथी चाहिन्छ कि आशिषले यहाँबाट कसरी लग्यो होला। होइन तल त रिक्स छ गाइज, तल यस्तो रिक्समा हिँड्नुहुन्न है। हामी चाहिँ हजुरलाई भिजिट गराउनको लागि भ्लगमा होइन फेरि फेरि पनि आउनु होला भन्ने चाहनाले है यस्तो बाटोमा गाडी लिएर आएको छौँ। हामी चाहिँ उताको बाटो राइड गर्दै गर्दै त्यो बाटो अनि यो बाटो पनि आइन्छ, हल्का ढिलो हुन्छ। उहाँ देख्नु भएको छ त्यहाँबाट माथि निस्किने 15 मिनटमा पुलमा आइन्छ। त्यहाँबाट पनि आइन्छ, तर त्यहाँबाट बाइक लिउन मिलेन कि त्यो बाटो छ नि, त्यो बाटो त ब्लक रहेछ, त्यो भएर पनि लिउन मिलेन। अनि टक्क पाराले हामी यहाँ आइसकेको। चाहिँ पुल हेर्नु, यसो भ्यू हेर्नु, अनि बाइक पनि उहाँ लानुपर्ने कुरो हुन्छ पुलमा पारी। तर खास यस्तो गर्न हुन्न नि होइन, पुलमा गाडी लाने बाइक लानको लागि पुल बनाएको होइन, भ्यू हेर्नको लागि मान्छे हिँड्नको लागि हो। त्यही पनि यस्तो अरूको देखासिकीले गर्दाखेरि हामीलाई दाइहरूले सिकाएको होइन। मारो मुझे, मारो मारो मुझे, मारो मारो। नहीं ये मजाक हो रहा है, एक सेकंड यार मजाक हो रहा है। नहीं हामीले सिकेको चाहिँ होइन, अब एकफेर लानुपर्ने हुन्छ। अब त्यहाँ भ्यू हेर्नु यस्तो बवाल छ, मैले बवाल तरिकाले भिडियो खिच्छु है। अनि हजुरहरूले हेर्नु है। ल गाइज हाम्रो चाहिँ यता पुलमा टक्क अब हामी चाहिँ पारीसम्म जान्छौँ। त्यहाँ चाहिँ आशिषले चाहिँ बवाल तरिकाले हेर्नु यस्तो यो आइडिया छ हजुरहरूलाई, यस्तो गराएर भिडियो खिच्दैछ है टिकटकमा रिल्समा राख्नको लागि बवाल तरिकाले। अझै हामी उता जान्छौँ। ल टक्क पारी गएर बोल्दै जाउँ होइन।
ल गाइज फाइनल्ली हामी चाहिँ बाइक अहिले लिएनौँ होइन बाइक ल्याउने हो अहिले ल्याउने हो भलक गर्दै जाउँ उता पारीसम्म जाउँ फोन हल्लिरहेको छ यो यस्तो छ कि त्यस्तो हल्लिन्छ होइन अनि यो हाम्रो चाहिँ यो 375 मिटर समथिङ कति छ त्यस्तै छ हामी चाहिँ निर्माण हुने टाइममा आएको थियौँ होइन यसो सोधेको त्यस्तै भन्दै थियो अहिले चाहिँ मैले पनि भुलिसकेको त्यस्तै छ अनि कता कति मेरो सब्सक्राइबर फ्रेन्डहरूले सन्धि खर्कको अर्घाँचीको जहाँको पनि आउनु भएको छ थाहा होला होइन कति छ भन्ने त्यस्तै छ होइन हाइटमा पनि 150 200देखि माथि होला होइन हामी चाहिँ पुलमा अब सर यस्तो होइन हेर्नु न बाटो हेर्नु न यो चाहिँ सन्धि खर्कबाट आउने बाटो होइन यता चाहिँ हंसपुर बाई मालारानी अनि फेरि प्युठान गुल्मी जाने बाटो भइहाल्यो यहाँ चाहिँ हेर्नु न बाख्रा हेर्न लगाएको हुनुहुन्छ हरियाली छ होइन हामीलाई चाहिँ मलाई डर लाग्दैन है म चाहिँ यो नहाल्दै आएको थिएँ यो जाली यो हालेको थिएन नि यो तार थियो अनि यो भुइँको थियो यति हुँदा पनि म आएको थिएँ अनि सर र भ्यू हेरौँ है बोल्न भन्दा पनि बोल्न त मोटो भलकमै बोलिन्छ होइन भ्यू देखाइदिउँ टक्क भ्यू हेर्नु हजुरहरूले बबाल छ राम्रो देखिन्छ आज चाहिँ टक्क माझमा छ है पुलको माझमा आशिषले भलक गर्दैछ आशिषको पनि भलक छ होइन युट्युब च्यानल छ बबाल तरिकाले भ्यू हेर्नु है गाइस सो गाइज पहिला ढोकिदिउँ होइन गाइज हामी चाहिँ अब पुलमा जाँदैछौँ यहाँबाट चाहिँ झार्न सकिन्न केटा अभी तो रुको क्लाइमैक्स अभी बाकी है हो के साह्रो हल्लेको फोन मेरो ल हो गाइज हाम्रो यो 375 मिटरको लामो पुलमा हामी यहाँ अहिले बाइक राइड गर्दैछौँ होइन बवाल तरिकाले फाइनल्ली गाइज होइन हेर्नु न उतानिर पनि लगभग हामी 50-60 मिटर यता आइसक्यो पुलमा होइन एकखेर यहाँ साउन्ड ल्याइदिउँ न बाइकको होइन बवाल तरिकाले साउन्ड हानिदिउँ न कस्तो आउँछ वाओ यो हो नि त होइन लाइन भनेको यो हो नि त लाइन टक्क क्या हल्लिरह्यो के फेरि क्या हल्लिरह्यो के यो फोन त्यो भएर कस्तो बवाल आइरहेको छैन कि होइन बवाल आइरहेको छैन कि यो मेरो भिडियो फेरि बवाल तरिकाले मजा आइरहेको छ 1 मिनट जाम फिनिस हाम्रो यो रिक्स भलक हो यो चाहिँ होइन रिक्स चलिरहेको छ आम्मा साउन्ड सुन्नु भएको छ त्यस्तै आइरहेको छ कि साउन्ड फेरि झन्नै हो यार ऐना छोएको झन्नै हो ल हो हामी चाहिँ वारी आइसकेको गाइस यहाँबाट चाहिँ डर लाग्दैन 70 हान्नु पर्छ के हो ओ केटा रुक यता बाटो छैन माथि गएर छैन होला के घुम्ने ढुङ्गाले छेक्छ फाइनल्ली हामी वारी चाहिँ आइसकेको होइन ल ए कत्रो ढुङ्गो बहुत डर लागिरहेको होइन वारी आएपछि चाहिँ हो ल हामी चाहिँ फाइनल्ली गाइस वारी आइसकेको होइन दुईटा बाइक पनि वारी आइसकेको यो ढुङ्गो हेर्नु न कति ठुलो छ
आशीष टान तो यार खुट्टो फस्यो के रुको जरा सबर करो बाइकले खुट्टो फस्यो हामी चाहिँ वारीदेखि पारी फर्किन लागेको थियौँ होइन हल्का त्यहाँ चिप्ली हो कि फेरि त्यहाँनिर चिप्लो रहेछ कि हल्का यता लप्किरहेको फेरि होइन जालीमा फेरि त्यस्तो रिक्स हुन्छ त्यही पनि हामी हल्का आउँछ त्यो हामीलाई खासै केही भएको छैन हल्का मात्रै ढल्केको चिप्लेर ढल्केको होइन हामी चाहिँ अब मेरो बाइक चाहिँ यहाँ आइसक्यो होइन आशिष भाइले झार्दैछ ल आशिष ल फाइनल्ली आशिष भाइले पनि झार्यो अब आशिष बिस्तारै यहाँबाट हामी चाहिँ लाग्छौँ गाइस फेरि पनि मोटो ब्लग गर्दै जान्छौँ है पुलभरि मोटो ब्लग गर्दै जाऊँ होइन फेरि अर्को कन्टेन्ट आउँछ कि होइन 50 रुपया काट ओभर एक्टिङ के थाहा टक्क आम्मा तल हेर्नु त बहुत डर लाग्छ त फर्किँदाखेरि त यहाँ चाहिँ मान्छे आउँदैछन् होइन च्याट दिनुपर्ने हुन्छ यो मान्छे हिँड्ने बाटोमा चाहिँ यस्तो गर्नु हुन्न हामी चाहिँ यस्तो वारी र पारी कति हिँड्ने भनेर बाइक लिएर आएको होइन टक्क पाराले बवाल तरिकाले यस्तो बवाल छ कि ठाउँ फेरि होइन मान्छेले फेरि बहुत तरिकाले ठाउँ दिनुपर्छ कि यो खास मान्छेको हक चल्छ नि होइन गाडीको भन्दा पुलमा चाहिँ हामी चाहिँ फेरि पारीदेखि वारी पनि आइसकेको यता मैले चाहिँ यो पुलमा हेरिरहेको छैन सिधै पारी हेरेर चलाउनु पर्ने कुरो हुन्छ होइन पुलमा हेर्ने अनि फेरि रिङाउँछ कि किन आउन्न कति हिँडाइरहेको छु कति दुबिराइरहेको छु किन आउन्न बाटो आम्मा यहाँबाट छ कि डेन्जर पुलमा त ल्याइयो यहाँबाट माथि निकाल्न डेन्जर छ कि फोनमा चाहिँ त्यस्तो देखिन्न फाइनल्ली गाइज हामी चाहिँ अब पुलमा वारी पनि गर्यो पारी पनि गर्यो डर पनि लाग्यो फेरि यस्तो छाम्नु न यहाँ कस्तो भइरहेछ बल डर लाग्यो होइन हामी चाहिँ अब हेरिसक्यो पुल हजुरले पनि हेर्नुभयो होइन लागिन्छ आजको डे चाहिँ हाम्रो राम्रै थियो हाम्रो कोही जाने प्लान थिएन हाम्रो चाहिँ 5 मिनट त्यहाँ प्लान बनाएको होइन प्लान पनि सक्सेस भइसक्यो हामीले चाहिँ यसो यहाँ ट्रेनिङ गरेको त बाइकै पल्टिरहेको होइन चिप्ल्यो कि यस्तो आशिषको चाहिँ खुट्टो चिप्ल्यो यस्तो भयो खुट्टो अब चाहिँ मेरो ट्राई हुन्छ हामीले चाहिँ यस्तो ट्राई गरिरहन्छौँ खासै केही हुन्न यो ट्राई चाहिँ सामान्य हो होइन आशिष उठ रुक खुट्टो चिप्ल्यो कि हेर्नु त फसेर यहाँ निकाल्ने कोसिसमा छ होइन म चाहिँ जान्नै त्यस्तो पानी परिरहेको छ हिलो हामी चाहिँ आशिषले निकाल्छ जन तन भयो निकाल्छ ती ल निस्क्यो ए बाइक पड्केला केटा बाइक पड्के लागे जन रुक हो मिस फायर हान्दै गयो फाइनल्ली गाइज यति बेर चाहिँ हामीले खेलो गर्यो हेर्नुहोस् आशिषले यस्ता एउटा हालेर ती पुरै भयो मेरो त्यस्तो हालत भयो देख्नुभयो होइन अब चाहिँ हामी यहाँबाट लागिन्छ गाइज अब चाहिँ यहाँबाट लाग्नुपर्ने कुरो हुन्छ ए ल हिँड्दैन एउटा अरे ए ल हिँड आशिष बरु 15 मिनट ढिला पुग्नु न पुग्ने ठाउँमा छिटो गए पुगिन्छ पुगिन्न थाहा हुन्न होइन बिस्तारै गए चाहिँ 100% गन्तव्यमा पुगिन्छ त्यही आफूले हिँड्नुपर्छ मेरो चाहिँ होइन गाइज 2 वर्षको मेहनतमा होइन युट्युब च्यानलमा चाहिँ मेरो मोनेटाइजेसन भइसकेको थियो आइडी सस्पेन्ड हानिदियो भाग्यमा रहन्छ होइन फेरि पनि कोसिस गरिरहेको छु भयो भने गर्ने हो होइन अब हुन्छ मेहनत बहुत छ नि मेरो युट्युबमा भलक पो हेर्नु पर्यो हजुरहरूले भलक हेर्नु अनि मेहनत कति छ भन्ने थाहा हुन्छ होइन गाह्रो छ नि हो गाह्रो छ भलक बनाउन पनि कम सजिलो छ र हेर्नु न यस्तो बाटोमा हिँड्नुपर्छ एक ठाउँ छ कि बहुत डेन्जर छ कि त्यहाँ अगाडि बहुत डेन्जर छ कि सन्चै हुनुहुन्छ दाइ बाह्र हेर्न लाउन को हुनुहुन्छ होइन थाहा भएन बोल्नु चाहिँ पर्छ मिठोसँग मान्छे हुन् सबै किन ठुलो भएर हिँड्नु पर्यो र गाडीमा हिँड्दा बोल्नु पर्यो नि देखेको भेटेको मान्छेलाई
न्यू दिनु पर्यो नि हैन कन्टेन्ट न्यू कन्टेन्ट फाइनली गाइस रिस्क छ है यो बाटो ए ओइ ओइ के गर्छ पछौरीले तानिदेऊ मेरो माया छ भने सब्स्क्राइब हानिदेऊ युट्युब च्यानलमा युट्युब च्यानलमा सब्स्क्राइब हानिदेऊ युट्युब च्यानलमा क्या मिठो दोरी भएको बे बता घुम्ती फेरि डेन्जर छ नि त ओ के साह्रो दुबुराको बे नदुबुरान साईको ओह्रालोमा यार पछाडि चाहिँ ट्याक्सीले पेलेर आइरहेको छ कि फेरि होइन बवाल तरिकाले त्यसलाई चाहिँ साइड दिनुपर्छ है अगाडि जाने मान्छेलाई जानु दिनुपर्छ है गाइज अगाडि जाने मान्छेको खुट्टा तान्न हुन्न है जानु दिनुपर्छ है फाइनली गाइज टक्क पाराले म बिहार पनि आइसकेको है आशिष दाइ चाहिँ अगाडि गएको छ मेरो गाडी लिएर गएको छ होइन अगाडिनिर गएको छ अनि हामी चाहिँ यो नौलो पानीको पुल पनि घुम्यो होइन रमाइलो भयो जे होस् रमाइलो भयो अनि आजको लागि चाहिँ भिडियो हाम्रो राइड यति हुन्छ होइन अहिलेसम्मको भिडियो हेर्नुभयो राम्रो लाग्यो होइन मलाई पनि खुसी लाग्यो अन्तिमसम्म भिडियो हेरिदिनु भयो एन्ड लाइक कमेन्ट चाहिँ गर्न नभुल्नु होला अनि सब्स्क्राइब पनि गरिदिनु होला गाइस एन्ड आजको लागि बाइ बाइ